आर्थिक तथा व्यापारिक केन्द्र बुटोलमा रोजगार मेला हुने भएको छ। रोजगार र रोजगारीबाटै समृद्ध बन्न सकिने अठोट लिएको बुटोल उपमहानगरपालिकाले रोजगार मेलाको तयारी र सरकारवालासँग छलफल गर्दै आएको छ। बेरोजगारको संख्या र वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्या बढ्दै गएपछि नेपालमै रोजगार र स्वरोजगार बन्न प्रेरित गर्दै मेला गर्न लागेको हो। बुटोल रोजगार मेला 2082 यही असार 18 गति दियालो फुडल्यान्ड कालिका नगरमा बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म चल्नेछ। तयारी तीव्र पारिएको बुटोल उपमहानगरपालिकाले जनाएको छ। मेलामा 40 रोजगारदाता कम्पनी सहभागी हुनेछन्। मेलामा 1000 जनालाई रोजगारी उपलब्ध हुने र 5000 सहभागी हुने अपेक्षा गरिएको छ। नेपालमै केही गर्न चाहने युवालाई यस रोजगार मेलाले मेसो मिलाइदिनेछ बुटोल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले भन्नुभयो। विदेश जाने माहौललाई यत्तिकै अहिले नै रोक्न सक्ने अवस्था छैन। प्रत्येक परिवारलाई रोजगारसँग जोड्ने नीति नगरले लिएको छ। पाण्डेले भन्नुभयो, नेपालमा केही गर्न नखोज्ने, विदेशमा जस्तोसुकै श्रम गर्न खोज्ने लहरलाई यसले केही हदसम्म रोक्नेछ। विदेशबाट फर्किएका सिप भएका र यहीँ बसेर काम गर्न चाहनेलाई तथ्याङ्कसहित काम दिन सकिने वातावरण बन्छ। यसको संयोजनको काम नगरले गर्छ, उहाँले भन्नुभयो। बुटोलको क्षेत्र रोजगारीका लागि सबैभन्दा महत्त्वपूर्ण क्षेत्र हो। यसमा धेरै उद्योगी व्यवसायहरू हुनुहुन्छ। रोजगारका प्रशस्त सम्भावनाहरू छन्। तर रोजगारदाताले पनि कहाँ गएर श्रम क्षेत्र खोज्ने, श्रमिकहरूले पनि रोजगारदाताहरूसँग के खालका सम्भावना छन्, कहाँबाट बुझ्ने भन्ने खालका समस्याहरू बजारमा देखिन्छ। यसका लागि विभिन्न निजी क्षेत्रहरूले गरेको प्रयास आफ्नो ठाउँमा छ। तथापि सरकारी क्षेत्रबाट विशेष गरी स्थानीय सरकारको हिसाबले बुटोल उपमहानगरपालिकाले रोजगार मेला राखेर रोजगारदाताहरूलाई पनि सँगै र रोजगार खोज्नेहरूलाई पनि सँगै राखेर एउटा बहसको कार्यक्रम राखेर रोजगारीको क्षेत्रलाई अगाडि बढाउन चाहन्छौँ। हामी कहाँ श्रम शाखा छ र श्रम शाखाले नियमित रूपमा यो कामलाई अनुगमन गरेर रोजगारदाताहरूसँग नियमित सम्पर्क गर्ने र रोजगार खोज्नेहरूसँग पनि नियमित सम्पर्क गरेर बुटोललाई रोजगारको सम्भावनाको क्षेत्रका रूपमा विकास गरेर जाने हाम्रो उद्देश्य हो। यसै अनुरूप असार 18 गते दिनको 10 बजेदेखि हामीले रोजगार मेला राख्दैछौँ। यो मेलाबाट अवश्य पनि बुटोलको क्षेत्रमा रोजगारका जे सम्भावनाहरू छन् त्यो सम्भावनाहरू रोजगार खोज्नेहरूले भेट्टाउनुहुनेछ र जति पनि रोजगार दिन सक्ने संस्थाहरू छन् उहाँहरूलाई हामीले नियमित सम्पर्क गरेर रोजगारका कार्यक्रमलाई नियमित रूपमा अगाडि बढाउनेछौँ। नोकरी नपाएर वा पाएर छोड्नेहरू धेरै पनि छन्। आत्मनिर्भर गर्न गराउन काम गर्नुपर्नेमा उहाँको जोड थियो। एक दिने मेला सुरु भएर सकिन्छ, तर मेलाको अन्त्य होइन, सेवा प्रदायक र काम गर्न चाहनेको सुरुवात हो। उहाँले कार्यालय राखेर कर्मचारीको व्यवस्था र नियमित तथ्याङ्क र समन्वय नगरले गर्ने सुझाउनु भयो। बुटोल उपमहानगरपालिका श्रम तथा रोजगार शाखा प्रमुख अरविन्द्र पाण्डेका अनुसार मेलामा सहभागी हुन उद्योगी व्यवसाय र सङ्घ संस्थासँग समन्वय भएको र प्रचार प्रसारलाई जोड दिएको बताउनुभयो। खास गरी यो रोजगार मेला जति पनि जब सिकरहरू छन्, जो चाहिँ ट्रेनिङ लिएर बस्नु भएको छ, जो चाहिँ ग्रेजुएट भएर या चाहिँ डिग्री लिएर जबको खोजीमा हुनुहुन्छ, उहाँहरूलाई लक्षित गरेर धेरै चाहिँ राम्रो कम्पनीहरूलाई, सङ्घ संस्थाहरूलाई चाहिँ हामी रोजगार मेलामा भेला गराइरहेछ र धेरैभन्दा धेरै सङ्ख्यामा हामी रोजगारी सिर्जनामा चाहिँ जुटेका छौँ। अनि त्यो मात्रै भएर हामी चाहिँ क्यारियर काउन्सिलिङको कुराहरू छ, क्यारियर गाइडेन्सको कुराहरू छ, त्यस्तै चाहिँ अब सिभी राइटिङ, रेज्युमे, बायोडेटादेखि लिएर चाहिँ अन्य सेवा सुविधाहरू पनि हामी त्यो मेलामा उपलब्ध गराउनेछौँ। तयारी राम्रै चलिरहेको छ। हामी अब विभिन्न निजी क्षेत्रहरूलाई बैठकमा सहभागी गराइसकेछौँ, 2 पटक भइसकेछ। अनि अर्को कुरा अब सोसल मिडियाको तर्फबाट होस्, अनि आइटी टेक्नोलोजीको प्रयोग होस्, त्यसपछि नगरपालिकामा जुन सरसफाइको लागि चाहिँ ट्र्याक्टर प्रयोग गरिरहेछ, त्यसमा अब जिङ्गल युज गरेर विभिन्न चाहिँ माध्यमबाट हामी सूचना प्रचार प्रसार चाहिँ गरिरहेछौँ। त्यसै गरी वडामा पनि अब हामीले सूचना
पठाइसकेछौँ। अब विभिन्नताको लागि जानकारी भएछ। अब आगामी चाहिँ दिनमा हामी अब विभिन्न कलेजहरूलाई बोलाएर त्यसपछि ट्रेनिङ प्रोभाइडर संस्थाहरू त्यसै गरी अरू पनि कहाँबाट लक्षित त्यो जब सिकर्स चाहिँ आउन सक्छन् त्यस्ता चाहिँ सङ्घ संस्था प्लस सङ्गठनहरूलाई एक ठाउँमा ल्याएर हामी चाहिँ वार्ता गरेर कुरा गरेर अनि त्यसपछि धेरैभन्दा धेरै त्यो रोजगार मेलामा भिड चाहिँ जम्मा गर्नेछ। त्यही अब क्युआर कोड छ त्यसको लागि। अब क्युआर कोडमा खास गरी चाहिँ अब रोजगार खोज्ने युवाको लागि प्लस रोजगारदाताको पनि अब विवरण इन्ट्री हुने गरी हामी क्युआर कोड सहित एडभर्टाइज गरेछौँ। त्यो मिडियामा पनि एभाइलेबल छ। अनि त्यहाँबाट चाहिँ अब जो पनि बुटोलको मात्रै नभएर यो नजिकको जिल्लाको त्यसपछि अब देशभरिकै युवाहरू त्यसमा चाहिँ इन्ट्री गरेर अनि त्यो मेलामा आबद्ध हुन पाउँछ। बुटोलमा रहेका उद्योग कल कारखाना कम्पनी मेलामा जोडिएका छन्। व्यावसायिक कल कारखानामा सहज गरी कामदार नपाउनु र नागरिकले रोजगार नपाउनु समस्या भएको भन्दै यस्ता मेलाले सेवा प्रदायकले खोजेको जस्तो कामदार र नागरिकले रुचि र दक्षता भएको काम पाउन सजिलो हुने बताइएको छ।